आमा कस्तो गाह्रो भयो आज खाना बनाउनु ल म एकछिन आराम गर्छु यसको जहिलेको बाहना यस्तै हो आमा नमस्कार ए नानी पो आएछु नमस्कार नानी भाउजू कता जानुभयो आमा र तपाईँ खानु पकाउँदै हुनुहुन्छ थाहा छैन नानी तेरि भाउजूको बानी आज अलिक गाह्रो हो भनेर कोठामा बसेपछि त काम चल्यो म त्यसलाई गएर ठिक पार्न आउँछु मुन्टे नानी केही नभन् त्यसलाई केही नभन् भरे छोराले मार्छ नजानु नानी भाउजू भाउजू ए भाउजू सुन्नुहुन्न कि क्या हो मैले कति बनाएँ ए नानी पो हुँदो रहेछ कतिखेर आउनुभयो आज अलिक गाह्रो भयो यसो ढल्केको निदाएछु पो बस्नु न नानी के को बस्ने मेरी बुढी भयो कि आमालाई भान्सामा काम गर्न ल्याएर आफू चाहिँ अब ओछ्यानमा सुत्ने दिउँसै लाज नभए कि काम चोर अलिअलि गाह्रो त जसलाई पनि भइहाल्छ अलिअलि गाह्रो भयो भन्दा नि बुझ्दैनन् कस्तो गरेर परेछ आफै जान्छु यारमा छोरी त चुप लाग्छन्